दर्शकवृन्द, यो चाहिँ लोहित गङ्गा मुक्ति घाटको यो खाजा घरको बरन्डा थप्ने काम आज धमाधम भइरहेको छ। अहिले तपाईहरु देख्न सक्नुहुनेछ, यहाँ बेलुकाको 5:45 भइसकेको छ, तर बिहानदेखिको यो काम धमाधम भइरहेछ। ढलाइ पनि ह्याप्पी भएको छ। यहाँ हेर्नुहोस् तपाईहरु, एकदमै ह्याप्पी ढलाइ भएको छ, राम्रो काम भएको छ। यहाँ लगातार काम गरिरहनु भएको छ। अब यो आज सक्ने भन्ने लक्ष्य रहेछ। बिहानैदेखि थालेर अहिलेसम्म यो सकिएको छैन। सम्पूर्ण महानुभावहरू यहाँ काम गरिरहनु भएको छ। आज दिनभरिमा आज बेलुकासम्ममा सक्ने लक्ष्यका साथ अगाडि बढेको हामी देख्न सक्छौँ। यो हामी मृत्यु पश्चात हामीलाई दाह संस्कार गर्नलाई यहाँनेरि घाट बन्दैछ। तपाईहरु देख्न सक्नुहुनेछ, यो घाट चाहिँ निर्माणाधीन अवस्थामा रहेको छ। र पर देख्न सक्नुहुन्छ त्यहाँनेरि घाट बन्छ भने यहाँ बन्दै गरेको घाट हो यो, लुन्द्रा र किस्तीको दोभानमा। अनि यो चाहिँ त्यो घाटमा जाने मान्छेहरूको आएर खाजा खाने, आराम गर्ने ठाउँ हो यो। यो ठाउँ चाहिँ यो पहिला हामीले अगाडि मात्रै बनाएको थियौँ। अहिले चाहिँ 4 लाख बजेट आएर यसलाई बरन्डा थपेर अलिक साँघुरो हो भनेर ठुलो बनाउने काम भइरहेको छ। राम्रो भएको छ। अब यहाँनेरि सामाजिक सञ्जालमा हाम्रा केही पत्रकारजीहरू आएर अलिक बाङ्गो पारेर फोटो खिचेर यहाँ चाहिँ भ्रष्टाचार भयो, अनियमितता भयो भन्नुहुन्छ। तर वास्तविकता बुझ्नलाई सम्बन्धित ठाउँमा आउनुपर्छ, काम गरेको हेर्नुपर्छ। सबैले भ्रष्टाचार गर्छन् भन्ने, सबै समाजसेवीहरू भ्रष्टाचारी हुन् भन्ने खालको भाष्य बनाइयो भने समाज विकास हुँदैन, समाज झन् ओह्रालो लाग्छ। त्यसले गर्दा यो कुरालाई पनि बुझ्न जरुरी छ। काम गर्ने मान्छेलाई जहिले पनि हामीले हौसला प्रदान गर्नुपर्छ। सामाजिक काम गर्न त्यति सजिलो छैन। त्यसमा पनि अहोरात्र खट्ने, सामाजिक काम गर्ने सामाजिक अभियन्ताहरूलाई हामीले निरुत्साहित बनाउनु हुँदैन, हतोत्साहित बनाउनु हुँदैन। उहाँहरूलाई हामीले मोटिभेट गर्नुपर्छ भन्ने मलाई लाग्छ। र यो पहिला जुन पत्रकारले उहाँहरूको चरित्र हत्या गरेको थियो, त्यो वास्तविक मलाई लाग्दैन कि उहाँहरूले यस्तो अनियमितता गर्नुभयो भन्ने पटक्कै लाग्दैन। त्यो चाहिँ चरित्र हत्या हो भन्ने लाग्छ। यस्तो कामले गर्दा उहाँहरूको सम्मानको ठाउँमा उहाँहरूलाई हतोत्साहित, निरुत्साहित बनाउने काम गर्छ। यस्तो काम कसैले नगरेको राम्रो हो। यो पनि काम अब राम्रो भएको छ। धेरै बाक्लो ढलाइ भएको छ। तपाईहरु देख्न सक्नुहुन्छ, यहाँ एकदमै ह्याप्पी ढलाइ छ। धेरै बाक्लो ढलाइ छ। यहाँ हेर्नुहोस्, राम्रो ढलाइ छ। धेरै नै बाक्लो, धेरै नै उचाइ ढलाइ छ। ल, धन्यवाद सबैलाई। म पनि यो निर्माण समितिको सदस्य भएको नाताले अवलोकन गर्नुपर्छ भनेर यहाँ आएको छु। यहाँ धेरै मान्छेहरू अवलोकन गरिरहनु भएको छ, निरीक्षण गरिरहनु भएको छ। समितिका साथीहरू पनि आएर हेर्दै हुनुहुन्छ। बिहान हाम्रो अध्यक्षज्यूले हेर्दै हुनुहुन्थ्यो। म त एउटा सदस्य मात्रै छु र पनि समय दिन बिहान भएन, त्यही भएर अहिले आएर हेर्दैछु। सबैको जय होस्। धन्यवाद। हस्त, नमस्कार।